सर मालिक के लिए एक बात हम लोगों का है, जिस राज्य जा रहा क्या साइन करके हुआ से निकला लाई। हाँ हम इन करो एक टाइम ही ममता दीदी कही है जे एक टाइम ही 20% देख पड़ी तो देख पड़ी हमके हमें 20% ही लो। वो यही है कि 10 और 5 और 5 3 इंस्टॉलमेंट में देने के लिए 10% अभी 5% पूजा और 5% दिसंबर तक और उसके बाद 5% फगुआ में जी। और आप इसके इसी हिसाब से वो 20% में एग्री हुए हैं कि भाई अभी फाइनेंशियल क्रंच चल रहा है बगान में, सभी बगानों में। और अपने यहाँ तो एक ही बगान नहीं है, 8-10 बगान है, 10-12 बगान। 8 दिन से धरना धर रहे हैं गेट के सामने। तो हम लोगों का मांग तो यही है कि राज्य सरकार 20% बोनस के लिए ऐलान कर दिए हैं, 20% का घोषणा हो चुका है। तो मेरिको कंपनी का मालिक हम मजदूरों को क्यों नहीं दे रहे? हामीलाई चाहिँ एक किस्तीमा 20% दिएन भने या किस्ती भने यसरी नै भने हामी वो बात मालिकले मानेन भने हामी सबै बगान मिलेर रोडमा उत्रिन्छ। हामी रोड जाम गर्छ। हामी सब बीडीओ अफिस गरेको छ, थाना गरेको छ, डीएम अफिस गरेको छ। हामी सब जनता मिलेर रोड जाम गर्छ। सबै गर्ने हैन। ये लगभग लास्ट 5-6 दिन से चल रहा है इन लोगों का प्रदर्शन, इन लोगों का आंदोलन चल रहा है। अरे है देखो अभी देखो फोटो कोई नहीं सुविधा दे है हॉस्पिटल में भी रखे एक भी रखे डिलीवरी आदमी बंदा काम को नहीं कंपनी वो भी रखे भी नहीं देवेला हमरा दिन भर 8 घंटा काम करो बंगालमा चाहिँ राजनीतिक राम्रो छैन। बंगालमा राजनीतिक राम्रो छैन। दिदीको ममता दिदीको प्रेतमा हामी खुसी छैनौं। जनता चाहिँ खुसी छैन। अरु हुन सक्छ। यहाँको बुद्धिजीवी खाली चेयरमा बस्नु, भोट माग्नु, गल्ली गल्लीमा चम्चे झोलेहरूलाई पठाउनु, भोट मागाउनु, त्यति नै जानेछन्। यो पालि भोट त ठेङ्गा, यो पालि भोट ठेङ्गा, यो पालि हैन। भोट हामी कसलाई दिन्छौं सबैले सोचेको छौं हैन। चेयरमा तिमी जब चेयरमा बसेर मिलाउँदैनौ हैन बुद्धिजीवी, चेयरमा मात्रै नबस, भोट मात्रै नमागा, भोटमा 10% जति बोनस हामीलाई दिन्छ भने 4टा पेमेन्ट हामीलाई दिउँछ, त्यो दिनु भन्दा फेरि नमान्दाका कारणले हामीले रोडमा गएको थियौं।
हामीलाई रोड हाइवे जाम गरेर डिस्टर्ब गर्ने हामीलाई कुनै उयो थिएन। तर हामी गयौँ, उत्रिम, हामी मजबुर उत्रिम, कसैले सुनवाई गरेन र हामी गयौँ र हिजो गएर दिनभरि 3 साढे 3 बजीसम्म बसेर हामी आयौँ। आएर फेरि आज हामी यति जमर्को भएर बडा साहेब यहाँको म्यानेजरलाई गएर सोधखोज गर्दा फेरि यहाँ म्यानेजर त जुरुक्क उठेर भन्नुभयो आज म तिमीहरूको बोनस लिनु जाँदैछु, तिमीलाई 10% बोनस आजै हुन्छ, यस्तो खालको सुनाइदिनु भयो। हामी छक्कै पर्यौँ। आज 10% बोनस हुन्छ र तिमीहरूको एउटा पेमेन्ट म पूजाको अगाडि, दुर्गा पूजाको अगाडि दिन्छु भन्नुभयो। हामी के गर्नु? हिजो त 10% बोनस थाप्दिन भनेर हामी जनता सबै लागि पर्यौँ रोडमा। अब 2 दिन छ डेट पूजाको र ब्याङ्क बन्द हुन्छ र एक्लैलाई अब भन्नु हुनसक्छ कसैको घरमा छोराले गर्छ, कसैकोमा के अरे बुहारीले कुनै कमाउँछ या छोराले छोरीले दिन्छ होला। सबैको मजदुरको हातमा त दिँदैन, सबैको मजदुरकोमा त त्यो आशा छैन र कोही त यहाँ चेपिङ चाहिँ थापिनौँ भने र हामी मजबुर भएर हामीले हामी लायौँ। तर हामी कोही खुसी छैनौँ। हामीलाई भन्दा आँसु आउँछ। यत्रो हामीले गऱ्यौँ, यत्रो हामीले आन्दोलन गऱ्यौँ, तर हामीलाई जाको ती ल्याइदियो। हुनसक्छ यहाँनिर हाम्रो कति प्राय दाजुभाइलाई पनि थाहा थियो होला सायद, जस्तो लाग्यो मलाई कि बोनस आज हुन्छ भनेर। हामी जनतालाई कसैलाई थाहा थिएन है केटी साथी हो, कसैलाई थाहा थिएन। र हामी आज आयौँ। हिजो हाम्रो रोडको खेला हुँदा फेरि रोडको त्यस्तो जाम गरेर आज हाम्रो के परिणाम, कुनै त कुरो नयाँ सुन्नु पाउँछौँ भनेर हामी आयौँ। म्यानेजरलाई भेट्नु गयौँ। म्यानेजर त अलरेडी एकदम कम्प्लिट भएर उता बोनस लिनु गएको म भनेर हाम्रो कुरा सुन्नु। सबैजना उठेर भन्नु नि, तपाईँहरूको यहाँ सबैले सुनोस्, तपाईँहरूको उयोहरू दुःखहरू हो सबैजनाले हेरोस्। यो चाहिँ किन आवाज काहीँ पनि नपुगेको, यो आवाज किन नपुगेको काहीँ पनि, के देखेको छैन अरूले? तपाईँहरूले दसैँ मान्नु पर्दैन, यो आवाज पुगेको छैन अरूतिर। जनता छ लास्टको मोमेन्टमा उनीहरूले त्यसरी खबर सुनायो हामीलाई। अन्त यो आज हाम्रो दाजुभाइले यहाँ खबर सुनाउँदाखेरि तपाईँहरूलाई बोलाएर लगेर तपाईँहरू अफिस हेर्नु सक्नुहुन्थ्यो नि त। होइन लगेको थियो, हामी 2-4 जना गएका थियौँ र गयौँ हामी। अब 4टा तलब हाम्रो ड्यू छ र 10% बोनस छ। अब त्यो दियो भने चाहिँ हामी अब कहाँमा जाने? अब त्यसको अब हाम्रो दाजुभाइले कुरा त राखिदियो बडा साहेबमा। अब त्यो कुराको रिप्लाई आउनु पर्यो अनि मात्रै कहाँमा जान्छ दिदीबहिनी भनेर भन्दैछ। रिप्लाई आउनु पर्यो नि त। आज दिनभरि यहीँ बस्ने हो, किन हामी कमाउने हो, हामीले कमाउने हो। यो दाजुभाइले बसेर कमाउने होइन, हामी हो दुःख गर्ने। हामी दुनियाँभरको यहाँ फोकट आसेर पालेर बस्दैनौँ। हामीलाई किन हेरेन? आज प्रधानमन्त्रीले किन हेरेन? प्रधानमन्त्रीको बात काट्ने यो मालिक को कस्तो ठुलो हो त? आज पश्चिम बङ्गालको राज्यमा के हुँदैछ त? यो मन्त्री भएको कुरा बुझेको छैन। त्यही त हेरेको छैन, यत्रो हुँदैछ। आज बगान कर्मीहरू नेताहरू छ, बडे सेन्ट्रलको नेताहरू छ, खोइ त यहाँ उपस्थित, खोइ नेताहरूले हामीलाई भनेको। यो कुरा पुग्नुपर्छ मन्त्री भएकोमा, पुगेको छ पनि। अहिले एमएलएहरू मजाले बसेर सिटमा बसेर जनताको आवाज कसले सुन्छ? यो एमएलएले कसैबाट भोट पाउँछ? यही जनताको